गुड मर्निङ एन्ड नमस्ते। म बल्ल उठिरहेको छु। कति बज्यो भन्दाखेरि अहिले 5:30 भइरहेको छ। उठेर टोइलेट सोइलेट जाँदा दुध मिलाउँदा ठिकै हुन्छ है। दुध यति छ, यति पनि लानुपर्ने, यति नलाए घर यता उता हालिन्छ। त्यही भएर यति दुध पनि लिएर जानुपर्छ। मलाई चाहिँ त्यति छ हो चिया खाने, यति दुध चाहिँ लिएर जानु लाग्छु। गुड मर्निङ एन्ड नमस्ते। मेरो युट्युब च्यानलमा हार्दिक स्वागत छ। आज सुनार दिन पनि सुरुवात भइसकेको छ। लगभग बिहानको 5:40 भयो होला, 5:35 5:40 कति भइरहेको छ। भए पनि उज्यालो त उज्यालो भइसकेको छ। तर आजको सेड्युल के छ भने अहिले चिया खाएर नल काट्ने, अनि त्यसपछि खाना खाएर चाहिँ गाउँ गएर मकै लाउने भन्ने कुरो भइरहेको छ। अनि त्यसपछि अरू सेड्युल त छैन। हेरौँ अब के कस्तो हुन्छ, अनि त्यसपछि देखा जाएगा। तर आज चाहिँ चिसो त चिसो भएको है। उता घाम उदाउने बेला भइरहेको छु, तर मौसम चाहिँ भारी चिसो छ। उसकै हावाले चिसो हावाले हाने जस्तो भइरहेको छ कि अब यहाँ त देरी गएर फर्किहाल्छु। छ त एक दिन दुध छैन, सुरुमै देखाइसके भए पनि जाँदा त जाँदो भएछ। यहाँ त घाम झुल्किने बेला भयो, यहाँ चन्द्रमा त्यहीँको त्यहीँ छ कि यस्तो पनि हुँदो रहेछ। यहाँ 10-15 मिनट पछि अनि घाम झुल्किन्छ कि उस्तै पऱ्यो भने। त्यो अघि भनेको प्लान चेन्ज भयो। अहिले चाहिँ माथि गाउँ जाने र मकै छाने, दिउँसो चाहिँ नल काट्ने र गहुँ चुट्ने, गहुँ र वाचुट्ने कुरो भइरहेको छ कि त्यही अनुसार प्लान मिलाएको छ। अब यहाँ त्यति बेला हुनु लाग्छ। अब यी के अरे गहुँ सुकाउने बाला, अनि त्यसपछि अनि गइहाल्ने भन्ने कुरो गर्छ। त्यो गहुँ यो वा यो पनि वा हो, यो सुकाएर अब चाहिँ जाँदा रेडी परिरहेको छ। अब उहाँको चाहिँ भिडियो बनाउँछु उहाँको चाहिँ थाहा हुन्छ। क्या राम्रो हिमाल देखेको। यता चाहिँ म परेको स्कुल हो कि, अस्ति नै देखाएको थिएँ उहाँ माथि जाँदाखेरि। आज चाहिँ राम्रो हिमाल देखेर छ। अस्ति म जाँदा त यति राम्रो हिमाल देखेर कति राम्रो फोटो खिच्थेँ होला है मैले है। यस्तो देखिरहेको छ। यता यस्तो भयो। यहाँ तल यता चाहिँ राम्रो पोखरा सिटी देखिन्छ क्या यताबाट क्या राम्रो देखिन्छ क्या। अहिले त नत्र यस्तो राम्रो देखिन्छ। तर यो हो यो ट्याक्टर चाहिँ त्यो टनल भएको थियो तल ल झार्ने पुपुराउने क्या त्यहाँ माथि गएर आएर खाना खाइयो। अनि अब चाहिँ यसको पालो हुँदैछ है, यो चुत्ने यो त अन्त माथि थकेला छ। अब झ्यामझुम पार्ने अनि बस्ने लाग्छ। 1 घन्टा लाग्छ यो सक्नाले, ट्याक्कै 1 घन्टा लाग्छ क्या। मौसमको तालले पनि यस्तो चाहिँ फाइनली गहुँ चुतेर भइयो। गहुँ रुवा अब यो काम सुरु गर्छु पकाएर अनि गाईलाई दिने। बल्ल तातो लाग्छ, कति बेर लाग्ने पाक्ने धेरै बेर त लाग्दैन। 2:28 भइरहेछ। क्या शीतल हावा चलिरहेको छ अहिले। घाम नि त्यस्तै लागिरहेछ। शीतल नि शीतल भइरहेको छ अहिले त। यतातिर घरतिर त मजाले घाम भइरहेछ क्या। म छु अहिले चोकतिर। वाइवाइले च्याउच्याउ लिन आएको थिएँ नि। अब च्याउच्याउ लिएर अनि त्यही तेल नहालिकन बनाउँछ भने अनि लिन आएर घर जाँदैछु, फर्किँदैछु। खाजा खाएर आएर अनि बाख्रा चराउनु लाग्छु। 3टामा पुता छन्, 2टा यहाँ छ नि। अहिले शामको 6 बजिसक्यो। नुहाउँछु भनेको कति 3 बजीदेखि हो। 3 बजीदेखि बाख्रा चराउनु भयो। बल्ल घर आएको छु। लगभग 6:15 गइरहेछ। झ्यामझुम नुहाउँछु अनि त्यसपछि
ल मोबाइल चार्ज हान्ने अनि सबै काम नहुने बेला आउँछु अनि अरू बेला आएर अनि मोबाइल हेर्ने काम चाहिँ अनि बल्ल गर्नु पर्ला पहिला कौदा लिएर नुहाउनु गइहाल्छु झ्याम्जु म चाहिँ नुहाएर फ्रेस भएर बसिरहेको छु यसले कति बज्यो भने 7:30 भइरहेको छ अब खाना खाने बेला हुने लाग्छ हेरौँ अब लाइट पनि ट्याक्कै गयो है त्यो सोलर र लाइट हो यो लाइट गयो म होला चार्ज पनि छैन अब हेरौँ अब के कस्तो हुन्छ